वाह यो हो मेरो क्यामेराम्यान चाहिँ तर हेलो भनिदिनु खतरा ठुलो मान्छे छ यहाँ मेन चाहिँ ट्रिक चाहिँ यहाँ छ यी तपाईँहरूको यो हो टक्कै यो हाल्ने अलिकति हो ट्रिक गाइस थुप्पा और सुप्पा इज रेडी रेडी देखो हेलो एवरीवन नमस्ते तो चलिए शुरू करते हैं। हेलो एवरीवन नमस्ते सबैजनालाई धेरै धेरै स्वागत छ आज फेरि हामी एउटा नयाँ खाना पुरानो ट्राई गर्दैछौँ हाम्रो इच्छामा आज म चाहिँ बनाउँदैछु तपाईँको भेज थुक्पा भेज थुक्पाको लागि फर्स्ट अफ अल हामीले पानी बोइल गर्छौँ बोइल हुन्छ पानी भेज थुक्पा चाहिँ हामी बनाउँदैछौँ तपाईँको आलु र यो हो कालो चाना लगभग प्रेसर कुकरमा लुगा हाल्दै हाल्नु सिटी गर्ने पानी बोइल हुन्छ हो पानी बोइल हाल्यो यहाँ यो तपाईँहरूलाई थुक्पा जस्तो बनाएर देखेको थुक्पा बनाउनु लागि कसरी बनाउँछ है यो थोडो व्हाइट कलर थोडो छ यो थोडो व्हाइट कलर थोडो छ हो मेन ट्रिक चाहिँ यहाँ छ तपाईँहरू यो हो टक्कै यो हाल्ने अलिकति हो यो हो मेरो क्यामेराम्यान चाहिँ हेलो भनिदिनु खतरा ठुलो मान्छे थुक्पा पाक्दैछ भेज थुक्पा बनाउनु लागि यहाँ इन्ग्रिडियन्ट्सहरू यहाँ छ चिल्ली टमाटर धनियाँ यो चाहिँ माथि दिएको फुल यो चाहिँ मेन भेज थुक्पाको इन्ग्रिडियन्ट्स हो साथीहरू ल अब यहाँ कराई बसाल्ने कराईमा अलिक माथि देखाएको अलिकति कति तेल हालेर धेरै तेल नहाल्ने हल्का ल साथीहरू यहाँ अलिकति मात्रै तेल हाल्ने धेरै नहाल्ने हल्का यो भुट्नुको लागि मात्रै हो ल साथीहरू अलिकति जिरा हाल्ने हो जिरा भुटिँदैछ जिरा भुटिसक्यो यो चर गरेपछि भयो यता देखाउनु त्यो जिन्जर गार्लिक चिल्ली हालिदिनु ल मजाले यस्तै मजाले हाई फ्लेम हुनुपर्छ है अन्त मात्रै टेस्ट आउँछ है यहाँ देखाइदिन्छ देख्नुहुन्छ उता देखाइदिन्छ देखेर मजाले चलाउने अलिक हाई फ्लेममा चलाउने र साथीहरू चाहिँ त्यो हल्का ब्राउन गरेर प्याज हालिदिनु हो र प्याजमा चाहिँ हल्का ब्राउन अलिकति हल्का मात्रै ब्राउन गर्ने धेरै गर्ने हुने ल साथीहरू हेर्नुहोस् यतिको ब्राउन गरेर चाहिँ यसलाई टमाटर हालिदिनु ल हाल्ने हो हल्दी हाल्ने हो ल साथी चिल्ली पाउडर कोरिएन्डर पाउडर अलिक इन्डियन स्टाइलमा हल्का जिरा पाउडर ल साथी चाहिँ हाल्नु अरू केही हाल्नु पर्दैन पहिला मजाले भुटेर पकाउनु हेर्नु चाहिँ यस्तो भइसक्यो चाहिँ हाल्नु हाल्ने यहाँ चाहिँ चाना सबै हाल्नु झोल आएर त्यति कम्ती हो मात्रै झोल चाहिँ अझै बनाउनु बनाउनु नि त कस्तो बनाउनु क्या याद गरेर हाल्नु ल यहाँ सक्नुहुन्छ कस्तो मजा कलर आयो है अब यहाँ हेर्नु सक्नुहुन्छ कस्तो मजा उम्लिँदैछ है यहाँ यो एक बल पानी चाहिँ हालिदिनु है किनभने थुक्पामा मेन कुरो भनेको झोल सधैँ भएरी थुक्पा चाहिँ उम्लिसक्यो हो झोल चाहिँ त्यसमा हल्का हालिदिनुपर्छ हो एकदम खुसबुदार हुन्छ र यसको मसला चाहिँ यहाँ छ माथिबाट हाल्ने ल माथिबाट हालेर रेडी गरिदिनुहुन्छ है गाइस थुक्पा और सुप्पा इज रेडी रेडी देखो त्यही थुक्पा रेडी भए हेर्दै भन्नु ल
ल गाइस देख्ने त छैन देख्छ पुरै आउँछ यो पुरै आउँछ त्यो देखेको मात्रै त्यो ब्राइटनेस आउँछ नि त ल गाइस हाम्रो थुक्पा रेडी भयो हो दामी भेज थुक्पा तेजो भयो भयो लेमन नटच नगर कस्तो मैले छ? हालेछु मम्माले अब कस्तो बसेर खान्छौ